Hello and namaste everyone. So welcome to Goel Vlogs. ल साथीहरु अहिले चाहिँ हामी बुढो नीलकण्ठ मन्दिरको परिसरमा छौं र आज चाहिँ हामी लियो साथीभाइहरु चाहिँ एउटा सर्ट हाइकिङको लागि हामी जाँदै छौं र पहिला चाहिँ हामी परिचयबाट सुरु गरौँ। म चाहिँ रमेश लामा है, मेरो आफ्नो नाम के भनिराख्ने र मेरो नजिकमा हुनुहुन्छ एकदमै अहिलेको जुझारु भाइ है। ल हजुरको शुभ नाम? मेरो शुभ नाम चाहिँ मुकेश सिंह धामी, लियो मुकेश सिंह धामी। लियो क्लब अफ काठमाडौँ रेसुङ्गाबाट हैन। ल हजुरको यता? मेरो नमस्ते, मेरो नाम चाहिँ ललित खत्री, लियो क्लब अफ काठमाडौँ रेसुङ्गा। ओके ल, यो उहाँ चाहिँ हाम्रो आजको हाम्रो गेस्ट लियो हुनुहुन्छ र यता हाम्रो लियो। नमस्कार नमस्कार, म ट्रेजरर ज्यू अनमोल श्रेष्ठ। ल त ल, हाम्रो लियो क्लब अफ काठमाडौँ गरेको ट्रेजरर हाम्रो अनमोल श्रेष्ठ र यता अगाडि पनि साथीहरु हुनुहुन्छ। अब अलि बिस्तारै चिन्जान गराउँदै गरौँ ल। ल अहिले चाहिँ हामी काठमाडौँ बुढो नीलकण्ठ स्थित मन्दिरको वरिपरि छौँ। अब यहाँबाट हामी इस्कनको बाटो हुँदै हामी टक्क डाँडा हाम्रो डेस्टिनेसन भनेको यहाँ माथि अलि डिस्टर्ब गऱ्यो, यहाँ थाहा होला, अलि देखाउँला नि त होइन। ल त ल, जाँदै स्टुपातिर हामी जाँदैछौँ। यो चाहिँ हाम्रो एकदमै सर्ट नोटिसमा चाहिँ हामीले प्लान गरेको कारण चाहिँ अब हाम्रो चाहिँ नम्बर अफ पार्टिसिपेन्ट अलिकति कम छ। कम नभनौँ, यता दर्शन राम्रो हेर्ने है, के कस्तो हुन्छ अनुभव रमाइलोहरू सबै कुरा हामी सेयर गर्नेछौँ। हेर्दै गरौँ ल त ल। ल त ल, हामी लाग्दैछौँ है त ल, लाग्दैछौँ। टाइम अब लाग्छ होला, आधी घन्टा 1 घन्टा त लाग्छ, 1 घन्टा लाग्छ कि जस्तो लाग्छ। ल ल साथीहरू, हामी चाहिँ उकालो लाग्दैछौँ। ल हाम्रो यहाँ रेसुङ्गाको हाम्रो जुझारु भाइहरूसँग, हाम्रो देशको भावी कर्णधारहरूसँग हामी बाटो लाग्दैछौँ। लगभग हाम्रो कति टाइम भयो होला हिँडेको? 45 मिनट। 45 मिनट हिँड्छ हामीले। ल ठिक छ, ल हामी बिस्तारै जाँदैछौँ गफसफ गर्दै रमाइलो गर्दै। एकदम अब रमाइलो फिल भइरहेको छ। कीप सपोर्टिङ ल गोले व्लॉग्स। ल सब्सक्राइब करो, लाइक करो, शेयर करो और पहले इस्तेमाल करो फिर ल साथीहरू, हामी चाहिँ लाग्दैछौँ है। अब चाहिँ ठक्क बजार अलिअलि छोडे जस्तो भयो। अनि बाटो चाहिँ हाम्रो खोइ गाइड आउनु भएको, गाइड हाम्रो खोइ आउनु भएको गाइड यहाँ गाइडले बाटो थाहा नभएर बिजोग छ यहाँ दिदीहरूलाई सोध्दै, अनि सोध्दै जाँदैछौँ हामी। ल ल यता हामी छौँ यहाँ, बहिनीहरू भाइहरू सबैजना अगाडि बढ्दैछौँ। ल ओहो, यो त के हो? यो त म्याम भर्सेस वाइल्ड टाइपको छ त होइन? हाम्रो लागि त काठमाडौँ बस्नु लागि त यो म्याम भर्सेस वाइल्ड पऱ्यो। मैं इधर ये पानी टेस्ट करके बता दूंगा कि कितना साल्टी है। खाने की खोज में है हम। आज मुझे बहुत दिनों के बाद शिकार हासिल, इसे मिस नहीं करना है। इसको मैं जैसे तैसे करके भी खाऊंगा। चलो जहरीली सांप होते हैं, उनसे बचने के लिए मुझे घर ऊपर बनाना होगा। भनेपछि खुब हेर्नु छ अहिले। सानो छँदा त त्यही होता नि। है त्यही त। आप पैराशूट से नीचे कूदने वाला हूँ, देखना होगा नीचे कितना गहरे आओ ल साथी, यस्तो छ है बाटो। ल ओहो, ल यसरी हिँड्दैछौँ है। यस्तो बाटो थाहा नभएपछि पाएको दुःख हो यो घाँस। रास्ता बहुत मुश्किल है, बहुत खतरनाक है। लो कहाँ हो बाटो? ल हाम्रो सिक्युरिटी हो। ल साथीहरू, ढलान बाटोलाई बाई बाई। सो फाइनली वी आर अन अ ट्रेकिङ ट्र्याक। मेरो ग्रुप फोटो हान्न हो ल, ओके ओके ल ल, अब हामी लाग्दैछौँ है त उकालो। हेलो, गुड मर्निङ। अमै नि अब हिँड्न सक्नेछ अब नानीले। ल हामी हिँड्दैछौँ है त। ल ल बल्ल आएन, कस्तो खोलाको आवाज आयो यार। बजाउँदै जाउँ अब। हो ल
हुन्छ गाजा गाजा सहित ल ल लाग्दैछ है हामी ल अब चाहिँ यहाँ गीत पनि सुरु भयो मुकेश भाइको चोइसको गीत ल घर त बनाएछ यहाँ त खोलै बोक्छ होला है यो बर्खामा त यहाँ नाली पानी आउँछ ल ल ल ओहो ल ओहो ल ल यो हो नि त चट 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 ल माल गर्नु पऱ्यो अब माथिबाट नाच्ने हामी ल हिँड्दैछौँ है जस रमाइलो हुन सुरु भइसकेको छ होइन रमाइलो हुँदैछ ल के चाहिएन र फेरि के चाहियो हेलो 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 स्वागत छ भ्युजमा गाइस स्वागत छ खोइ त सो हेलो गाइस वेलकम टु माय ब्लग ल हामी लगभग अब आइपुग्ला है अब चाहिँ वी आर अलमोस्ट दियर ल अहिलेसम्म रमाइलो भइरहेछ पसिना गर्मी भइरहेछ ल पुङ लागेको ल चट 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 ल हाम्रो टुलहरू सबै सर लाइनमा आज यो नयाँ संरचना बनाएर चाहिँ यहाँ यो चाहिँ के हो भोटबारी रिसोर्ट शिवाबोरी थ्रिल एडभेन्चर ल ल विजय चैत कुम्भ जाने बाटो ए यो बाटो चाहिँ बन्द रहेछ नि पहिला त्यो बाटो चाहिँ ल साथीहरू अब हामी चाहिँ इन्ट्री गरिसकेका छौँ यता ल विजय चैत्य स्टुपा ल यहाँ कोही दाजुभाइहरू अगाडि बसेका छन् ल ल ए हेर ठाउँ ल गजबको ठाउँ ल ल है त ल हामी चाहिँ आइसकेका छौँ अब हामी टक्क उकालो लाग्छौँ एकछिनमा एउटा ग्रुप फोटो हानेर ल हाम्रो टोली सबै यहीँ छन् ल मुकेश भाइ आइपुग्यो अन्त और आई फाइनली पहुंच गए कस्तो लाग्यो स्टुपा आफ्टर अ लॉन्ग स्ट्रगल बहुत गिरे बहुत लड़े नीचे बहुत थके और हम आ ही नहीं पा रहे थे बिल्कुल इतना तकलीफ हुआ ना हमें ऐसा कुछ भी नहीं हुआ भाई बस 45 मिनट तक चले उसके बाद पहुंच गए ल ठिक छ ल यो हो नि त अनि ल हामी सबैजना आइपुग्यौँ नि भाइ हाम्रो चार्टर बसिने जिउ मक्ख हुनुहुन्छ मक्ख किन भन्दाखेरि वाक्का लगाएर किन उहाँ धेरैचोटि आइसक्नु भएको छ नि त यो ठाउँमा ल है त ल ठिकै रमाइलो भयो नि त हाइकिङ होइन त सर्ट हाइकिङ अब सक्दैन हिँड्न फेरि बहिनीहरूले नत्र हामी लामो लान्थ्यो आज ल है ठिक छ ल ल अब हामी उकालो चढ्छौँ होइन त उकालो राख्दैछौँ है त सिडी जस एकदमै राम्रो बनाएको छ अहिले चाहिँ है पहिला चाहिँ यो मुनिको यो बनाएको थिएन अहिले चाहिँ यहाँ लामाहरू पनि बस्नु होला सायद यहाँ विश्व शान्ति पूजाहरू यताउता आयोजना भइरहेको हुन्छ ल यही छ माथि स्टुपा चाहिँ जामचेन विजय जामचेन स्टुपा भन्छ क्या अरे ल जस काठमाडौँदेखि धेरै टाढा पनि होइन यो बुढालिङ खण्डबाट लगभग आधी घन्टा 45 मिनटमा मजाले आइपुग्न सकिन्छ होइन काठमाडौँको हलादेखि अनि बिजी लाइफदेखि अनि कति चाहिँ सवारी साधनमा ट्राभल गर्नु यसो मर्निङ वक जस्तो गरौँ भन्नेको लागि चाहिँ एकदमै उपयुक्त ठाउँ होइन किनकि लेन्दी खालको हाइकिङ डेस्टिनेसन पनि होइन सो यही छ ल हामी चाहिँ आज क्लबको टिमहरूसँग आएको छौँ रमाइलो भइरहेछ है सबैजना त्यही त हो ल अब एकछिनमा जान्छ नै फोटोसोटो हान्ने अझै फेरि पनि अनि हामी एकछिन गफसप गर्छौँ खाजा खान्छौँ त्यसपछि विल बी ब्याक टु आवर होम ल गाइस ल
अब और क्या हो रहा है ल साथीहरू अब योसँगै आजको हाम्रो हाइकिङ सर्ट हाइकिङ ट्रिप हाम्रो यहीँ इन भइसकेको छ ल हाम्रो आजको ग्याङ टुलेहरू ल साथीहरू ल सबैजनालाई के कस्तो लाग्यो आजको हाइकिङ कस्तो लाग्यो ल रमाइलो 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 ल सबैजना बिजी छन् आफ्नो ठाउँमा ल गाइस ल अब यति नै गर्नु पर्ला है ल आजसँग योसँगै आजको हाम्रो हाइकिङ चाहिँ हाइकिङको सर्ट भ्लग चाहिँ इन भएको छ ल यतिसम्म हेर्नु भएको छ भने यसको लागि धन्यवाद एकदमै रमणीय छ है ठाउँ चाहिँ ल थ्याङ्क यू फर वाचिङ सी यु इन द नेक्स्ट भ्लग